यो गीतमा बाई रोडको बाटो भन्ने के हो थाहा छ? हिरण्य भोजपुरेको सङ्कलनमा उनी स्वयं र पाण्डव सुनवारले गाएको यो गीतमा आउने बाई रोडको खास नाम त्रिभुवन राजपथ हो। यो नेपालको राजधानी काठमाडौँलाई तराईसँग जोड्ने मुलुककै पहिलो सडक थियो, जुन चारकोसे झाडी छिचोलिकन अम्लेखगञ्ज हेटौडा हुँदै टिस्टुङ पालुङ अनि त्यहाँबाट धादिङको नौबुसे नागढुङ्गा हुँदै थानको टोक्लिन्थ्यो। खास नाम त्रिभुवन राजपथ भए पनि जनदिब्रोले किन बाई रोडको बाटो भन्यो? यसको कथा रोचक छ। यो बाटो बन्नुभन्दा पहिला काठमाडौँ आउने दुईटा तरिका थिए, कि त भीमफेदी हुँदै हिँडेर आउने, कि त गौचरणमा भएको हवाई अड्डामा उडेर आउने। त्यही बीचमा काठमाडौँ आउने गाडीको बाटो बनेपछि मान्छेहरू गुडेर आउन थाले, जुन कुराको सन्दर्भ यो गीतमा पनि आउँछ। यसरी नयाँ बाटो बनेपछि नेपालीसँगै विदेशीहरू पनि त्यो बाटोमा यात्रा गर्न थाले। काठमाडौँमा आइसकेपछि कसरी आएको भनेर कसैले सोधे, उनीहरू बाई रोड भन्न थाले। पछि विदेशीहरू पनि त्यो बाटो हुँदै आउन थाले गाडी चलेपछि हैन। अनि कहाँबाट आएको भन्दाखेरि बाई रोड भन्ने। उनीहरूले अङ्ग्रेजीमा भनेको त्यही जवाफ नेपालीले टिपे। त्यही नामपछि नेपालीकरण भएर बाई रोड बन्यो अनि त्यो बाटोको नाम नै बाई रोडको बाटो बन्यो। अनि बोलीचालीबाट यो गीतमा जस्तै गरी अनेक लेख कविता हुँदै नेपाली भाषामा छिरे। गजब छैन त? तपाईँलाई मनपर्ने यस्तै गरी ठाउँको इतिहास भएका लोकगीत कुन कुन हुन् कमेन्ट गर्नुहोला अनि आफ्नो साथीलाई मेन्सन गरेर सोध्नुहोला।